नमस्ते, मेरो नाम शारदा बस्नेत। हाम्रो बैजनाथ 1 च्यामा पशुपन्छी बस्नेत पशुपन्छी फर्म। हाम्रो अहिले यो फर्ममा स्ट्रबेरी रोपेका छौँ। हाम्रो स्ट्रबेरी करिब 5 कट्ठामा रोपेका छौँ। अहिले हाम्रो सुरुवात हो यो। अहिलेको सालबाट भर्खर हामी सुरु गरेका छौँ। तर अहिले चाहिँ हाम्रो स्ट्रबेरी सकिसकेको छ। जे होस्, हाम्रो स्ट्रबेरी खेती अब के भन्छन्, बाँकेको पहिलो खेती हो। हाम्रो बाँके जिल्लाको हामी पहिलो खेती गर्यौँ स्ट्रबेरी। त्यो गर्दाखेरि पहिला चाहिँ अब यस्तो गर्मीमा हुँदैन कि भन्ने थियो सबैजनाको। हुँदैन होला यस्तो गर्मीमा, एउटा चिसो ठाउँमा हुने जात हो भनेर भन्नुहुन्थ्यो। तर राम्रो फलेको थियो। जति हामीले सोचेका थियौँ त्यति नै स्ट्रबेरीले दियो। आफ्नो लगानी पनि धेरै लागेको थियो। आफ्नो लगानी जे होस् राम्रोसँग उठायो। के छ यसमा लगानी आफ्नै हो कि के छ? लगानी त हामी सबै आफैले गरेका छौँ। हामीले अब सरकारले केही पनि हेरेको छैन अहिलेसम्म। तपाईले सरकारसँग, जस्तो यहाँ पनि बैजनाथ गाउँपालिका छ, सरकारसँग तपाईले समन्वय नै नगरेको हो कि अथवा के हो यो? हामीले कुरा त गरेको, अब वडाहरूमा पालिकाहरूमा कुरा गरेको, तर अहिलेसम्म केही पनि अनुदानहरू केही पनि उपलब्ध भएको छैन। कति लगानी लगाउनु भएको छ यसमा? हाम्रो लगानी 6 लाख लागेको थियो। अनि तपाईले यो जुन अहिले भर्खर स्ट्रबेरीको कुरा गर्नुभयो, स्ट्रबेरीको यो व्यवसाय गर्नुपर्छ, यो राम्रो हुन्छ भन्ने तपाईले प्रेरणा कहाँबाट पाउनुभयो? कसरी सुरु गर्नुभयो? प्रेरणा हामीले कहीँ गएर हामीले के भन्छन् तालिम पनि लिएनौँ। हामीले विदेशतिर गएर पनि सिकेनौँ, विदेश पनि गएनौँ। हामीले मोबाइलबाट नै, सामाजिक सञ्जालबाट मोबाइलमा हेर्ने, यताउता हेर्ने, सबै उ गरेर युट्युबहरूबाट, त्यहीँबाट नै हामीले उ गरेर खेती गरेको। काम गर्ने मान्छे त्यस्तै त राखेको छैनौँ हामीले। पहिला चाहिँ क्यारी बनाउँदा यताउता गर्दा चाहिँ ढ्यारीमा अब लगायौँ के अरे अलिअलि। त्यसपछि रोप्दाखेरि लगाएको थियौँ। पछि चाहिँ हामी घर परिवार आफैले मिलेर, सबभन्दा मेहनत त हामी 2 जनाको छ यसमा। त्यसपछि अब छोराछोरीहरू गरेर त्यस्तै अब टिप्दाखेरि चाहिँ एकदम धेरै फलेको बेला धेरै टिप्नु पर्थ्यो। त्यतिखेर कहिलेकाहीँ धेरै माग आएको बेला मान्छे बोलाएर टिप्न लगाउँथ्यौँ। त्यही हो। कति घर परिवार हुनुहुन्छ? हामी घरमा त 3टा छोराछोरी, हामी 2 जना हो। तर यो व्यवसायले सहज भएको छ तपाईको घर परिवारलाई? हजुर, अहिले सहजै छ। आम्दानी जे होस् ठिक छ, घरमा चले राम्ररी? हजुर। कसरी रुपियाँ किलो कसरी बेच्नुहुन्छ यहाँ? हामीले स्थानीयलाई 700 मा, पहिला सुरुमा 700 मा दिएको थियौँ के अरे। हजुर। अब पछि चाहिँ अलि अब साइज घट्दै जाँदाखेरि 600 मा दिएको थियौँ पहिला। यो सिजनमा चाहिँ कति जति उत्पादन गर्नुभयो, केही अन्दाजी छ यहाँलाई? लगभग भयो होला 13-14 कुन्टल जति अहिलेको सिजनमा। हजुर। यो कुन ठाउँमा पनि लैजान कहाँसम्म पुर्याउनुहुन्छ यसलाई? आफै पुर्याउनुहुन्छ कि कोही आफै आउँछन् कि लिन, के हो? कुन जिल्लामा जान्छ? सुर्खेतसम्म गयो। हजुर। व्यापारीहरूले सुर्खेतसम्म पठायौँ के अरे। सुर्खेत, त्यसपछि नेपालगञ्ज, कोहलपुर कृषि बजारहरूमा यतै गयो। कोहलपुर नेपालगञ्ज पठाए र सुर्खेत पनि पठाएँ। यो कति कट्ठामा अथवा कति छ यो जमिन? कति जमिन लगाउनु भएको छ? जमिन लगभग 5 देखि 6 कट्ठासम्म होला। 5 साढे 5 कट्ठा। यो देखिएको चाहिँ? हजुर। कस्तो खालको आशा गर्नुभएको छ सरकारबाट सहयोगको? अब सबैभन्दा त हामीलाई अब हामीले के भन्छन् कृषि पढेको पनि होइन। हामीलाई सबभन्दा त के चाहियो भन्दाखेरि तालिमहरू के यसको बारेमा दिदिएको भए, कुनै अब हुन्छ नि त कृषि पढेको आएर यस्तो गर्नुपर्छ भनेर सल्लाह दिदिएको भए त्यो चाहिँ एकदम राम्रो लाग्थ्यो होला मलाई। त्यसपछि अब हामी गरिब भएको हुनाले अलिकति हुन्छ नि त, यो घेरबार बनाउन नसकेर हाम्रो चोरहरू पसेर कति दुःख दिए। चिसोमा पनि हामी बाहिर यहीँ स्ट्रबेरीमा सुत्यौँ। त्यसरी दिउँसो पनि केटाकेटी पच दिने हाम्रो घेरबार नभएर। यदि यो हेरिदिएको भए सरकारले
हामीलाई एकदम सहयोग पुग्थ्यो होला भन्ने लाग्छ कि हामी झन् राम्रोसँग फलाउन सक्थ्यौँ भन्ने जस्तो लाग्छ। सम्पूर्ण नमस्कार, मेरो नाम नन्दा थापा मगर, मेरो घर यहीँ बैजनाथ 1 चिसापानी च्यामामा हो होइन। म चाहिँ यो सर्वराज अङ्कलको स्ट्रबेरी खेती देखेर चाहिँ धेरै राम्रो लाग्छ होइन। मैले योभन्दा अगाडि यो स्ट्रबेरी भन्ने मलाई थाहै थिएन कि, मैले खाँदा पनि खाएको थिएन होइन। पछि एक्कासी यहाँ लगाएर अब यति धेरै खेती भयो, खेती भइसके पछाडि बिजनेस सुरु भयो, भइसके पछाडि म यहाँ आएर खाँदा चाहिँ मलाई एकदम राम्रो लाग्यो होइन। यो लिनको लागि हामी उहाँ रूपडिया पुग्थ्यौँ कि पहिला जानको लागि। अहिले यहीँ छिमेकीले लगाउनु भएको छ होइन, एकदम राम्रो भएको छ। अझै पनि यो व्यवसाय फस्टाउँदै जाओस्, बढ्दै जाओस्। अनि यो अब यो लगाएर स्वास्थ्यको लागि एकदम राम्रो पनि भइरहेछ होइन। अब सानो बच्चाबच्चीले पनि, अब मेरो छोराहरूले पनि यहीँबाट नै दिनको लगेको हुन्छन्, खाएको हुन्छन् होइन। यो लगाएर मात्रै होइन, अब यसलाई पनि अब टाढा टाढासम्म बिजनेस गर्नको लागि होइन, आउनुभएको सम्पूर्ण पत्रकारहरू, देख्नुभएको सम्पूर्णहरू मान्छेहरूको ध्यान अझै यसको वृद्धि विकासमा जाओस्, यही नै हो।